यदि तपाईँहरूले राति निदाएको बेला सपनामा उखु देख्नुहुन्छ भने यस्तो सपनालाई अत्यन्तै शुभ सपना मानिएको छ। यस्तो सपना देख्नाले आउनेवाला दिनमा तपाईँको जीवनमा कहीँ कतैबाट आकस्मिक रूपमा धन लाभको योग बनिरहेको छ भन्ने कुराको सङ्केत गर्दछ। अचानक धन प्राप्तिको सङ्केत सँगसँगै तपाईँहरूले आफूले विगत धेरै समयदेखि चाहिरहेको सफलता, खुसी, सुखहरू समेत तपाईँहरूलाई बिस्तारै प्राप्त हुँदै जानेछ भन्ने कुराको पनि सङ्केत गर्दछ। अझ विशेष गरी कोही व्यक्तिहरू जसले व्यापार व्यवसायहरू गरिरहनु भएको छ र उहाँहरूले सपनामा उखु खाइरहेको यस्तो खालको सपना देख्नुभयो भने तपाईँहरूको चाहिँ आफूले गरिरहेको व्यापार व्यवसायमा चाहिँ एकदमै धेरै राम्रो उन्नति प्रगति हुनेछ। तपाईँको व्यापार व्यवसायमा विभिन्न प्रकारबाट चाहिँ तपाईँहरूले लाभ प्राप्त गर्दै जानुहुनेछ भन्ने कुराको पनि सङ्केत गर्दछ। यसै गरी साथीहरू, अब अर्को सपना रहेको छ। यदि सपनामा तपाईँहरू चाहिँ आफूले आफैलाई नै उखुबारीभित्र, उखु घारीभित्र चाहिँ उभिरहेको देख्नुहुन्छ अथवा उखुबारीमा केही काम गरिरहेको यस्तो खालको सपना देख्नुहुन्छ भने यस्तो सपनालाई पनि शुभ सपना मानिएको छ। यस्तो सपना देख्नाले आउनेवाला दिनमा तपाईँहरूले आफूले चाहे अनुसारको सफलता प्राप्त गर्दै जानुहुनेछ। साथसाथै तपाईँहरूले चाहिँ विभिन्न किसिमको भौतिक सुख सुविधाहरू समेत प्राप्त गर्दै जानुहुनेछ। अझ विशेष गरी यस्तो खालको सपना देखिसकेपछि तपाईँहरूले कहीँ कतैबाट शुभ समाचार समेत प्राप्त गर्नुहुनेछ। तपाईँहरूले राम्रो राम्रो समाचारहरू सुन्न पाउनुहुनेछ भन्ने कुराको पनि सङ्केत गर्दछ। यसै गरी साथीहरू, अब अर्को सपना रहेको छ। यदि सपनामा तपाईँहरू चाहिँ उखुको थुप्रो जताततै तपाईँले बारीभरि उखु घारीभरि नै उखुहरू थुप्रो लगाएर राखेको यस्तो खालको सपना देख्नुहुन्छ भने यस्तो सपनालाई पनि एक शुभ सपना मानिएको छ। यस्तो सपना देख्नाले तपाईँहरूलाई आउने दिनमा कहीँ कतैबाट थोरै मात्रामा भए पनि आकस्मिक रूपमा धन प्राप्तिको योग बनिरहेको छ भन्ने कुराको सङ्केत गर्दछ। अझ भन्नुपर्दा तपाईँको चाहिँ आफूलाई आवश्यक भएको कुराहरू, तपाईँले आफूले चाहेको इच्छा चाहनाहरू चाहिँ चाँडै नै तपाईँहरूले पुरा गर्दै जानुहुनेछ। तपाईँहरूको मनोकामना पुरा हुने दिन नजिक आइरहेको छ भन्ने कुराको पनि सङ्केत गर्दछ। अझ विशेष गरी यस्तो खालको सपना देखिसकेपछि तपाईँहरूको सकारात्मक सोच विचारमा वृद्धि भएर जानेछ र तपाईँको आफ्नो कुल खानदानभित्र अथवा तपाईँको आफ्नो घर परिवारभित्र कुनै न कुनै शुभ कार्य गर्ने अवसर समेत तपाईँहरूलाई प्राप्त हुनेछ अथवा कुनै न कुनै शुभ कार्यहरू तपाईँको घर परिवारभित्र हुनेछ भन्ने कुराको पनि सङ्केत गर्दछ।